जय मसी सबैजनालाई सबैजनाले प्रार्थना गरिदिनुहोस् होला। यहाँ हाम्रो चाहिँ घर सुरु गरिरहेको छौँ, सुरु गर्दैछु। मेरो जति पनि फलोवर्सहरू हुनुहुन्छ, मेरो फ्रेन्डहरू हुनुहुन्छ, फेसबुकमा जोडिनु भएको, साथै मण्डलीका सम्पूर्ण हाम्रो अनुग्रहिष्ट मण्डली, ड्राइभर फेलोसिप, जिजस लभ जति पनि हुनुहुन्छ सम्पूर्णले प्रार्थनामा राखिदिनुहोस् है। भर्खर घर सुरु गरेको, यो 3टा पोस्ट मात्रै अहिले खडा भएको छ र अझै डल्लै छ। अझै 6वटा पोस्ट गर्नु बाँकी नै छ। यो जग्गामै मैले घर सुरु गरेको छ। यो चाहिँ लोधोमाको वारिपट्टि। यहाँ मेन रोड चाहिँ भन्नुहुन्छ नि उयो घरकै छेउमा छ हो, त्यही हो, रोडै त्यही हो। यहाँ यसो गाउँहरू छ। सबैजनाले प्रार्थनामा राखिदिनुहोस् हजुरहरू सबैजनाले। यहाँ चाहिँ हाम्रो भाइ दिलमानको घर छ। यता पारि पनि गाउँ छ। यो बिचमा चाहिँ उति मुनि चाहिँ खोला छ। ल सबैजनाले प्रार्थनामा राखिदिनुहोस् है। लस बोक्यो है, मुनि लस गयो। सबैजनाले प्रार्थनामा राखिदिनुहोस् है हजुरहरू सबैजनाले। हजुरहरू पनि आउनु सक्नुहुनेछ। पछि घर कम्प्लिट भएपछि हजुरहरू जतिजना आउनु चाहनुहुन्छ भने शिवन थापाको पेजमा गएर हजुरहरूले कमेन्ट गर्न सक्नुहुनेछ। तपाईहरु आउनुहोस्, यो जग्गामा घुम्नुहोस्। अहिले भर्खर हामीले काँक्रा खायौँ है। काँक्रा निस्क्यो, ऊ तल बोर्ड छ कि हाम्रो भाइको। काँक्रा निस्क्यो, खायौँ। मजाले काँक्रा खायौँ। हाम्रो चाहिँ यसो धमाधम काम हुँदैछ। ल साथीभाइहरू सबैजनालाई बिन्ती छ, हजुरहरू सबैजनाले प्रार्थनामा राखिदिनुहोस्। फलो, सेयर, कमेन्ट गरिदिनुहोस् है।